Hello guys, namaste and welcome to NBFH vlog. कस्तो हुनुहुन्छ हजुरहरू? आई होप यु आर डुइङ फाइन. म पनि ठिक छु. एक्चुअली म चाहिँ तयार हुँदैछु ठुलो मम्मीको घर जानको लागि. त्यही भएर मैले यो आउटफिट लगाएँ. खासमा चाहिँ हाम्रो आखे र मोम विच इज आवर ग्रान्डफादर एन्ड ग्रान्डमदर उहाँहरूको चाहिँ मूर्ति बनाएको रहेछ. हाम्रो काकाको घरमा हेर्न जानु लागेको, दर्शन गर्न जानु लागेको. सो म चाहिँ मेरो ठुलोमम्मीको घर आइपुगेँ. यो चाहिँ मेरो ठुलोमम्मीको घर हो. जाँदाखेरि त ठुलोमम्मी निस्किसक्नु भएको रहेछ. ठुलोमालाई मात्रै भेट्न पायो. अनि त्यहाँदेखि चाहिँ हामी मेरो हस्बेन्ड म चाहिँ मूर्ति हेर्नको लागि गयो. त्यो मूर्ति हेर्नु छ भने चाहिँ तपाईँहरू लङ भ्लगमा पछि म राखिदिन्छु. अहिलेको लागि चाहिँ यति नै देखाउँछु. मूर्तिको दर्शन गरेर घर फर्किँदाखेरि यी खानेकुराहरू तयार गऱ्यो किनभने पाहुना आएको रहेछ. भोलिपल्ट फेरि जेठाजुहरूले खाना बोलाउनु भएको थियो. प्रोग्राम थियो ढुकुटीको. टन्न स्न्याक्स र मिठो खाजा खाना खाएँ. घर फर्किँदा फेरि मैले लाफिङ खाएँ. थ्याङ्क यू भेरी मच फर वाचिङ. लाइक कमेन्ट सेयर सब्सक्राइब. बाई.